पराकाष्ठा शब्दको अर्थ के हो आज बुझौँ है। यो त अत्यन्तै खराब भयो भन्दाखेरि यो त पराकाष्ठै भयो भन्छौँ। पराकाष्ठा, काष्ठा होइन काष्ठा, यसको अर्थ के हो? संस्कृतमा काष्ठा शब्द धेरै अर्थलाई लिएर आउँछ। एउटा त काष्ठा शब्दको अर्थ हुन्छ दिशा, एउटा चाहिँ काष्ठा शब्दको अर्थ हुन्छ सीमा। परा भनेको माथिल्लो अन्तिम स्थितिको, अब काष्ठा भनेको के हो? सीमा, र परा भनेको के हो? अन्तिम, एकदम श्रेष्ठ खालको माथिल्लो। यसले गर्दा के निष्कर्ष निस्कन्छ भन्दा अन्तिम सीमा, अन्तिम हद। सौन्दर्यको पराकाष्ठा भन्यो भने सौन्दर्यको अन्तिम सीमा कतिसम्म हुनसक्छ त्यो लाइन, त्यहाँसम्म पुगेको। यो त अत्याचारको पराकाष्ठा भयो भन्यो भने अत्याचारको चाहिँ अन्तिम सीमा भनेको पराकाष्ठा शब्दको ठ्याक्कै नेपालीमा अर्थ बुझ्नु पर्यो भने अन्तिम सीमा। बुझ्नुभयो? आजलाई यति नै, नमस्कार।